अहिले त के सस्तो छ र, तेल, तरकारी, स्कुल फी सबै महँगो। तर के तपाईलाई थाहा छ, महिनामा रु 1000 लगानी गरेर पनि राम्रो भविष्य बनाउने बाटो सुरु गर्न सकिन्छ। लगानी भन्ने बित्तिकै डर लाग्छ है। धेरैले लाग्छ लगानी गर्न त धेरै पैसा चाहिन्छ, बजार धेरै बुझ्नुपर्छ। तर साँचो कुरा के हो भने हजुरले रु 1000 बाट लगानी सुरु गर्न सक्नुहुन्छ एसआईपी मार्फत। एसआईपी भनेको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान हो। मतलब हरेक महिना थोरै थोरै रकम जस्तो कि रु 1000 लगानी गर्ने बानी। यो पैसा म्युचुअल फन्ड मार्फत पुँजी बजारमा जान्छ। तपाईले लगानी गर्नुभएको रकमबाट मुनाफा भएमा त्यो मुनाफा पनि फेरि लगानी गर्न सकिन्छ, जसलाई डिभिडेन्ड रिइन्भेस्टमेन्ट प्लान भनिन्छ। र एसआईपी को सबैभन्दा राम्रो कुरा के हो थाहा छ? शेयर बजारको धेरै ज्ञान नभए पनि हुने, साथै समय नै दिइराख्न नपर्ने। रेगुलर पैसा राख्दै जानुस्, बाँकीको हेरचाह एसआईपी ले गर्छ। झन्झट त हट्ने नै भयो, समयको पनि बचत हुने भयो। थोरै थोरै गरेर बचेको रकमले पनि केही वर्षमा ठूलो परिणाम दिन सक्छ। त्यो पैसा तपाईका बच्चाको पढाइ, घर बनाउन, रिटायरमेन्ट वा भविष्यका अन्य योजनाहरू पूरा गर्न एसआईपी ले सहयोग गर्छ। अब ढिलो गर्ने बेला होइन, अब नगरे कहिले। समयले कुर्दैन, एसआईपी सुरु गरौँ अहिले।